नमस्ते। आजको यस प्रस्तुतिमा हामी एउटा यस्तो विषयमा प्रवेश गर्दैछौँ जसको बारेमा समाजमा प्राय खुसफुस मात्रै सुनिन्छ, तर खुलेर कुरा गर्न भने सबै हिचकिचाउँछन्। हो, हामी कुरा गर्दैछौँ यौन स्वास्थ्य र यससँग जोडिएका 8वटा ठूला तर अत्यन्तै खतरनाक भ्रमहरूको बारेमा। स्वास्थ्य जस्तो संवेदनशील विषयमा सही जानकारी हुनु कति जरुरी छ भन्ने त हामी सबैलाई थाहै छ। त्यसैले आज हामी यिनै भ्रमहरूको पर्दाफास गर्दैछौँ। सुरुमै एउटा निकै डरलाग्दो तथ्याङ्क हेरौँ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुन्दा अचम्म लाग्न सक्छ, हरेक दिन विश्वभर 1 लाख मानिसहरू यौन प्रसारित रोगबाट प्रभावित भइरहेका छन्। 1 लाख! यति ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित हुँदा पनि हामी यसबारे खुलेर बोल्न किन डराउँछौँ त? यो आफैमा एउटा गम्भीर प्रश्न हो। यही मौनता र गलत जानकारीको जालोलाई चिर्न आज हामी यो एक्सप्लेनरमा मुख्यतया 6वटा कुराहरू हेर्नेछौँ। यौन रोग र समाज, सुरक्षा सम्बन्धी भ्रम, सर्ने माध्यमका भ्रम, एचआईभी र लक्षणहरू, उपचारको वास्तविकता र अन्तमा सुरक्षित रहने उपाय। पहिलो खण्डमा हेरौँ यौन रोग र समाज अनि यसले निम्त्याउने मौनताको मूल्य। हाम्रो समाजमा यौन स्वास्थ्यबारे कुरा गर्नु भनेको अझै पनि ठूलो ट्याबु हो। रोग लुकाउने चाहनाले मानिसहरूलाई इन्टरनेट र सामाजिक सञ्जालको अँध्यारो कुनाहरूमा जवाफ खोज्न बाध्य पाल्छ। अनि यसको सबैभन्दा ठूलो खतरा भनेकै गलत र अप्रमाणित स्वास्थ्य जानकारीको शिकार हुनु हो। अस्पताल गएर डाक्टरलाई देखाउनुको सट्टा गुगल वा सोसियल मिडियामा लक्षण खोज्दा मानिसहरू कति सजिलै गम्भीर मेडिकल भ्रमको जालोमा फस्छन् भन्ने कुरा साँच्चै नै चिन्ताजनक छ। अब अगाडि बढौँ दोस्रो खण्डतिर, जहाँ हामी सुरक्षा र गर्भनिरोधक सम्बन्धी भ्रमहरूको सत्य तथ्य खोतल्नेछौँ। यो निकै चाखलाग्दो छ कि कसरी गर्भनिरोधक साधनलाई यौन रोगबाट बच्ने साधन भनेर गलत रूपमा बुझिन्छ। धेरैले के सोच्छन् भने गर्भनिरोधक चक्की खाइसकेपछि त यौन रोगबाट पनि बचिन्छ नि, तर वास्तविकता अर्कै छ। चक्की, कपटी वा 3 महिने सुई जस्ता साधनहरूले केवल गर्भ रहनबाट मात्रै रोक्छन्, भाइरसलाई होइन। यिनीहरूले कुनै पनि किसिमको यौन सङ्क्रमणलाई छेक्ने काम फिटिकै गर्दैनन्। यो कुरालाई पब्लिक हेल्थ इङ्ल्यान्डकी कन्सल्टेन्ट डाक्टर स्यु मानले निकै कडा शब्दमा प्रष्ट पार्नुभएको छ। उहाँ प्रष्ट भन्नुहुन्छ, गर्भनिरोधक चक्कीले गर्भावस्थालाई मात्र रोकथाम गर्छ। यौन रोगबाट बच्न एउटै मात्र प्रभावकारी साधन कन्डम हो। यो एउटा यस्तो तथ्य हो जसलाई हामी कसैले पनि व्यवस्था गर्न मिल्दैन। अब अर्को ठूलो भ्रमतिर जाउँ। विथड्रल मेथड अर्थात् अन्तिम समयमा भाइरस स्खलन गर्ने विधिले यौन रोग र गर्भ दुवैबाट बचाउँछ भन्ने धेरैलाई लाग्छ। तर सत्य यो हो कि यसले एचआईभी, हर्पिस र सिफिलिस जस्ता गम्भीर सङ्क्रमणबाट 0% सुरक्षा दिन्छ र सँगसँगै गर्भ रहने उच्च जोखिम पनि बोक्छ। म सही समय मिलाउन सक्छु भन्ने आत्मविश्वासले मानिसलाई कति ठूलो खतरामा पारिरहेको हुन्छ भन्ने कुरा नसोचेकै राम्रो। र यो कुरा एउटा अध्ययनले पनि स्पष्ट पारेको छ। समयपूर्व स्खलन हुने 27 जना पुरुषहरूमा गरिएको अध्ययनमा तीमध्ये 10 जनाको प्री एजाकुलेट अर्थात् सुरुमै निस्कने तरल पदार्थमा वीर्य रहेको पाइयो। यसले के प्रमाणित गर्छ भने अन्तिम समयमा भाइरस स्खलन गरे पनि अगाडि नै निस्किने तरल पदार्थमा वीर्य र सङ्क्रमण गराउने भाइरस दुवै मजाले हुन सक्छन्। अब सुन्दा अलि अचम्म लाग्ने अर्को तर्क छ, 2वटा कन्डम एकैपटक लगाउँदा दोब्बर सुरक्षा हुन्छ। लजिकल सुनिन्छ नि, होइन? तर यो एकदमै गलत बुझाइयो। मेडिकल विशेषज्ञहरूका अनुसार यसरी 2वटा कन्डमसँगै प्रयोग गर्दा उल्टै घर्षण बढ्छ र चापले गर्दा च्यात्तिने जोखिम झनै धेरै हुन्छ। अब आफै विचार गरौँ, कन्डम फुटेपछि त सुरक्षाको कुरै सकिएन र? अब तेस्रो खण्डमा हेरौँ सर्ने माध्यमका भ्रमहरू। वास्तवमा यी रोगहरू कसरी सर्छन् त? मानिसहरूबीच सङ्क्रमण कसरी फैलिन्छ भन्ने कुरामा यस्ता गम्भीर गलत धारणाहरू छन् जसले हाम्रो व्यवहारलाई प्रत्यक्ष असर गरिरहेका छन्। सायद सबैभन्दा धेरै फैलिएको भ्रम भनेकै शौचालयको सिटबाट यौन रोग सर्छ भन्ने होला। तर वैज्ञानिक तथ्य के हो भने क्लामिडिया वा गोनोरिया जस्ता भाइरसहरू मानव शरीर बाहिरका सतहमा धेरै चाँडै मर्छन्। त्यसैले शौचालयको सिटबाट मात्रै सङ्क्रमण सर्नु मेडिकल रूपमा लगभग असम्भव नै छ। त्यसैगरी अर्को एउटा निकै खतरनाक बुझाइ छ, यौन रोग केवल पूर्ण शारीरिक सम्पर्क अर्थात् पेनेट्रेसनबाट मात्र सर्छ। यो पनि सरासर गलत हो। पूर्ण शारीरिक सम्पर्क नगर्दैमा पूर्ण रूपमा सुरक्षित भइन्छ भन्ने सोच्नु एउटा ठूलो भूल हो, किनकि यो सर्ने अरू पनि थुप्रै माध्यमहरू छन्।
डाक्टर मानका अनुसार मुख मैथुन, यौनाङ्गको सामान्य स्पर्श, यौन खेलौनाहरूको साटासाट वा सङ्क्रमित सुईको प्रयोग जस्ता गतिविधिबाट पनि यौन रोगहरू सजिलै सर्न सक्छन्। त्यसैले यौन सम्पर्क मात्रै एउटा कारण हो भनेर ढुक्क बस्नु हुँदैन। अगाडि बढौँ खण्ड 4मा एचआईभी र यसका लक्षणहरूबारे रहेका पुराना र गलत धारणा तोड्दै। कसलाई यौन रोग लाग्छ र यसको लक्षण कस्तो हुन्छ भन्ने अज्ञानताले नै यसलाई समाजमा भित्रभित्रै फैलिन मद्दत गरिरहेको छ। जस्तै डाक्टर मानले एचआईभी सम्बन्धी एउटा पुरानो रूढिवादी धारणालाई कडाइका साथ खण्डन गर्नुभएको छ। धेरैलाई अझै पनि लाग्छ कि समलिङ्गी पुरुषहरूलाई मात्र एचआईभी हुन्छ, तर तथ्य के हो भने यो भाइरसले कुनै जात, धर्म, उमेर वा लिङ्ग चिन्दैन। यदि आफ्नो पार्टनरको स्वास्थ्य अवस्था थाहा छैन भने जो कोही पनि जोखिममा हुन सक्छ। धेरैजसो मानिसहरू स्वास्थ्य परीक्षण गर्न जानुअघि शरीरमा कुनै न कुनै देखिने लक्षण पर्खिन्छन्। मलाई त केही भएकै छैन भन्ने सोध्छन्, तर वास्तविकता के हो भने धेरैजसो यौन रोगहरू बिना कुनै लक्षण मौन रूपमा शरीरमा फैलिरहेका हुन्छन्। बाहिरबाट हेर्दा पूर्ण स्वस्थ देखिने व्यक्ति पनि भित्रभित्रै सङ्क्रमित हुन सक्छ। विश्व स्वास्थ्य सङ्गठन आफैले के चेतावनी दिएको छ भने धेरैजसो यौन रोगमा कि त लक्षणै देखिँदैन कि त यति सामान्य हुन्छ कि हामी त्यसलाई बेवास्ता गर्छौं। लक्षण नदेखिने भएकै कारणले नियमित परीक्षण र कन्डम जस्ता साधनहरूको निरन्तर प्रयोग हामी सबैका लागि एकदमै अनिवार्य छ। अब लागौँ खण्ड 5मा उपचारको वास्तविकता। आखिर सङ्क्रमण भइहालेमा के हुन्छ त? समाजमा एउटा ठूलो डर के छ भने यौन रोग लागेपछि यसको कुनै उपचारै छैन, जिन्दगी खत्तम भयो। तर वास्तविकता के हो भन्ने बुझ्न जरुरी छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्लामिडिया, गोनोरिया र सिफिलिस जस्ता ब्याक्टेरियल सङ्क्रमणहरू उपचार गरेपछि पूर्ण रूपमा निको हुन्छन्। अर्कोतर्फ एचआईभी, हर्पेस वा हेपाटाइटिस बी जस्ता भाइरल सङ्क्रमणहरू पूर्ण रूपमा निको नभए पनि निरन्तर चिकित्सा हेरचाहबाट यिनीहरूलाई सजिलै व्यवस्थापन गरेर सामान्य र स्वस्थ जीवन बिताउन सकिन्छ। र अन्त्यमा खण्ड 6 सुरक्षित रहने उपाय, अनुमानमा होइन तथ्यमा विश्वास गरौँ। यी रोगहरूको फैलावट रोक्ने सबैभन्दा शक्तिशाली हतियार भनेकै समाजमा जरो गाडेर बसेका यस्ता भ्रमहरूलाई चिर्नु र प्रमाणित मेडिकल तथ्यहरूलाई अपनाउनु हो। सुनेको भरमा वा अनुमान लगाएर बस्नु नै सबैभन्दा ठूलो गल्ती हो। यसले हामीलाई एउटा गम्भीर प्रश्नमा ल्याएर छोड्छ। आजको यो अनन्त इन्टरनेटको युगमा के मानिसहरू आफ्नो स्वास्थ्य जस्तो संवेदनशील कुरामा अनलाइन पढेको भरमा मात्र विश्वास गरिरहेका छन् वा वास्तविक विशेषज्ञहरूसँग त्यसलाई प्रमाणित गर्न आवश्यक कदम चालिरहेका छन्? भ्रमको पछि लाग्नु अघि एकपटक सोचौँ, के एउटा गलत जानकारीले जीवनभरको पछुतो निम्त्याउन सक्दैन र?